PCOS or PMOS म्यानेज गर्नको लागि के लाइफस्टाइल चेन्जेस गर्न सकिन्छ, के ह्याबिट्स डेभलप गर्न सकिन्छ त? यस्तो क्वेसन्सहरू मलाई धेरै नै आइरहेको थियो। त्यही भएर मैले चाहिँ यहाँ डायरीमा मजाले सबै कुरा नोट डाउन गरेर राखेको छु। हाई गाइज, आइम ईशा र म चाहिँ 13 हुँदादेखि आई बिन डिलिङ विथ PCOS र PCOS फिगर आउट गर्न इट वाज अ भेरी बिग हेडेक। नाउ इट्स नोन एज PMOS है। तर ओभर द इयर्स मैले केही कुराहरू लर्न गरेको छु एन्ड यो सिरिजमा चाहिँ म सबै कुराहरू सेयर गर्दै जानेछु। नम्बर 1 इज एड प्रोटिन टु एभ्री सिङ्गल मिल। प्रोटिनको सोर्सेस चाहिँ यिनीहरू हो। यो चाहिँ सबै स्क्रिनसट गरेर राख्नु होला, तपाईँलाई फ्युचरमा काम लाग्न सक्छ। तपाईँले कहिले याद गर्नुभएको छ भर्खरै खाएको आधा घन्टापछि नै कस्तो बेसरी भोक लाग्छ कि, अनि भर्खरै खाएको कसरी मलाई भोक लाग्यो सोच्दै हुनुहुन्छ भने चाहिँ यु आर ल्याकिङ प्रोटिन इन योर मिल्स। त्यही भएर प्रोटिन चाहिँ हरेक मिलमा नबिर्सिकन एड गर्नु होला। सो प्रोटिन चाहिँ इट हेल्प्स यु स्टे फुलर फर लङ्गर। चाँडै भोक लाग्ने, जङ्क खान मन लाग्ने, क्रेभिङ्सहरू हुने यस्तो कुराहरू चाहिँ कम गर्न हेल्प गर्छ कि। नम्बर 2 इज एडिङ फाइबर टु योर मिल्स। फाइबरको सोर्सेस चाहिँ यिनीहरू छ, यो पनि स्क्रिनसट गरेर राख्नु होला। फाइबरमा चाहिँ मैले क्युकम्बर र क्यारेट खान्छु। तपाईँले पनि आफ्नो फेभरेट्स र आफ्नो घरतिर इजिली अभाइलेबल हुने, तपाईँको बजेटसँग म्याच हुने कुराहरू लिएर खान सक्नुहुन्छ। एभ्री सिङ्गल मिलको अगाडि चाहिँ खानु होला। बाहिर हुनुहुन्छ भने पनि जस्ट एउटा स्यालड अथवा फ्रुट्स जे भए पनि खायो हुन्छ। यसले चाहिँ डाइजेसन स्लो गर्छ, एपिटाइट कन्ट्रोल गर्छ र ब्लड सुगर म्यानेजमेन्टमा पनि हेल्प गर्छ है। नम्बर 3, से नो टु टी अर कफी। यो चाहिँ धेरैजनालाई सुन्न पनि गाह्रो लाग्ला। टी खानु नै छ भने यु क्यान गो फर स्पेयरमिन्ट टी अर अरू खाली हर्बल टिजहरू। म कुन कुन खान मिल्छ चाहिँ अप्सन चाहिँ सबै स्क्रिनमा राखिदिन्छु है। नम्बर 4, दिस इज द मोस्ट इम्पोर्टेन्ट, वकिङ आफ्टर एभ्री मिल। धेरै हिँड्नु पर्दैन। खाना खाने बित्तिकै कहीँ पनि नबस्ने, सिधै हिँड्न थालिदिने, अनि 10 मिनट हिँड्ने कि। खाना खाने बित्तिकै घरमै भर्याङमा माथि तल गर्न सक्नुहुन्छ, कौसीमा गरी हिँड्न सक्नुहुन्छ। अफिसमा हुनुहुन्छ भने लन्च ब्रेकमा जस्ट अराउन्ड द अफिस कतै घुम्न सक्नुहुन्छ। जस्ट 10 मिनट चाहिँ हिँड्ने। तर हिँड्न सक्नुहुन्न भने चाहिँ काफ रेजेस गर्ने। कुनै पनि चेयरमा बस्दै हुनुहुन्छ भने काफ रेजेस गर्दै बस्ने 10 मिनटसम्म एकदमै कन्सियस भएर 10 मिनट मजाले गर्ने। एन्ड दिस विल हेल्प यु टु कन्ट्रोल क्रेभिङ्स अनि लुज वेट पनि के। अनि सक्नुहुन्छ भने चाहिँ बिहान उठ्ने बित्तिकै योगा गर्न सक्नुहुन्छ, जिम गरेर स्ट्रेन्थ ट्रेनिङ गर्न सक्नुहुन्छ। एन्ड यु क्यान अल्सो गो फर अ 30 मिनट वक पनि। नम्बर 5, गो टु अ गुड डक्टर एन्ड गेट यर चेकअप डन। मैले चाहिँ कति ठाउँमा मेरो पैसा स्पेन्ड गरेँ होइन, अनि म नर्विक गएपछि बल्ल आई गट डायग्नोज प्रपरली PCOS छ भनेर। अब तपाईँलाई PCOS छ कि, PCOD छ कि, थाइरोइड छ कि, अरू कुनै हर्मोनल इम्ब्यालेन्स इस्यु छ, त्यो थाहा हुनु पऱ्यो। त्यसपछि तपाईँको ब्लड टेस्टहरू हुन्छ, वेयर तपाईँको हर्मोनको टेस्ट पनि हुन्छ, तपाईँको भिटामिन डीहरू, क्याल्सियमहरूदेखि लिएर इन्सुलिनहरू, थाइरोइडहरू सबै चेक गरिन्छ कि। अनि त्यसपछि तपाईँलाई बल्ल थाहा हुन्छ कि लाइक वाट्स गोइङ अन इनसाइड माई बडी, मेरोमा के कमी छ या के कुरा बढी छ या के कुरा मिलिरहेको छैन मेरो बडीमा भनेर थाहा हुनु पऱ्यो क्या तपाईँलाई। सो त्यो थाहा भइसकेपछि यु निड टु टेक द राइट सप्लिमेन्ट्स, द राइट मेथ्स, द राइट डायट। अनि त्यसपछि बल्ल कुराहरू सल्भ हुनसक्छ। सो जस्ट बिकज यु हेभ इरेगुलर पिरियड्स डजन्ट मिन यु माइट हेभ PCOS अर PMOS नै, यु माइट हेभ अदर इस्युज। सो त्यो चाहिँ फिगर आउट गर्न जरुरी छ। स्ट्रेस कम लिनु, राम्रो डायट खानु, पानीहरू टाइममा खानु, सप्लिमेन्ट्सहरू टाइममा लिनु, एन्ड आई होप थिङ्स गेट बेटर फर यु।